दर्शकबिन जति पनि दर्शक हेर्दै हुनुहुन्छ र यो भिडियोमा म तपाईहरुलाई चाहिँ हैन 5 वटा रिजन भन्छु कि कसरी मान्छे चाहिँ फेल हुन्छ हैन लाइफमा सक्सेस हुनबाट। त्यो थाहा छ कुनै मान्छे जुन हुन्छ नि त्यो एकदमै हार्ड वर्क गरिरहेको हुन्छ तर पनि त्यो सक्सेस हुँदैन। कारण के छ हैन 5 वटा म रिजन भन्छु तपाई पनि चेक गर्नुस् कि तपाई पनि त्यस्तो त गरिराख्नु भए छैन। त्यस्तो गर्नुभयो भने सक्सेस हुनबाट तपाई पनि वञ्चित हुनुहुन्छ हैन एचिभ गर्न सक्नुहुन्न हैन। नम्बर 1 मा जुन छ फेयर अफ फेलियर हैन। अब कति मान्छे हुन्छ जुन सुरु गर्नुबाट नै डराउँछ के। अब बिना रिस्ककै उलाई सफलता चाहियो, सक्सेस चाहियो। अब त्यो त हुन सक्दैन। तपाईले रिस्क लिनै पर्ने हुन्छ। रिस्क लिनै भयो भने अनि पो हुन्छ हैन। त्यही हो मान्छे चाहिँ अब रिस्क लिँदैन। अब कति चाहिँ सुरु गर्नु भन्दा पहिले डराइहाल्छ। अनि त्यसपछि अब के हुन्छ भने त्यो सक्सेसबाट जहिले नि वञ्चित हुन्छ हैन अनसक्सेसफुल हुन्छ। त्यस्तै नम्बर 2 मा छ लेजिनेस। लेजिनेस हैन सपना अब ठुलो छ, ड्रिम ठुलो छ हैन। तर त्यो माथि चाहिँ काम गर्नुपर्ने हो हैन, एक्सन लिनुपर्ने हो। तर त्यो एक्सन चाहिँ त्योमा चाहिँ केही नलिने, जिरो। एक्सन जिरो तर सपना चाहिँ एकदमै ठुलो। त्यो पनि तपाईले के गर्छ भने सक्सेस हुनबाट चाहिँ वञ्चित गर्छ। त्यस्तै नम्बर 3 मा छ त्यो माथि चाहिँ ध्यान नदिनुस् हैन। जुन काम गर्नुपर्ने हो त्यहाँ चाहिँ ध्यान नदिनु। फोन सोशल मिडिया त्यहाँ चाहिँ आफ्नो समय वेस्ट गर्नु। यसले के गर्छ? यसले तपाईको चाहिँ ड्रिमलाई र तपाईको सक्सेसलाई डिस्ट्रोय गरिदिन्छ हैन। त्यसले चाहिँ अझै समय लाग्न सक्छ। अब तपाई ध्यानै दिनु भएन भने सक्सेस कहाँबाट पाउनु हैन। यो पनि तपाई पनि त्यस्तै गर्दै हुनुहुन्छ भने यो बानी चाहिँ सुधार्नुस्। किन यो बानी सुधार्नु भएन भने तपाई सक्सेस कसरी पाउने हैन। यो पनि चाहिँ तपाई ध्यान दिनुपर्ने हुन्छ हैन। त्यस्तै नम्बर 4 मा छ गिभिङ अफ इयरली हैन। अब के हुन्छ नेभर गिभ अप मैले त भनेकै हो कि गिभ अप गर्नु हुँदैन। तर के हुन्छ भने कति मान्छे गरिरहेछ काम तर मान्छेको कुरा सुनेर अरूको कुरा सुनेर हैन कति आफू पनि बोरिङ हैन रिजल्ट आएको छैन छोड्दिने क्विट गर्दिने। अब क्विट गर्नु भयो भने तपाईको सक्सेस हैन बिस्तारै डिप वर्किङ भनेको के हो तपाईलाई थाहा छ। डिप भित्रैबाट मान्छेले सुरु गरिरहेको हुन्छ प्लानिङहरु सबै कुरा हैन। अब तपाईले चाहिँ छोड्नु हुँदैन के। मान्छेले चाहिँ राम्रो भनुस् नराम्रो भनुस् हैन तपाईले ठीक लाग्छ तपाई त्यो काम गरिराख्नुस्। सक्सेस तपाई त्यही पाउने हो के। अब कोही मान्छेले फोटोग्राफी मन पर्छ हैन। तर अब कति मान्छेले के फोटो खिचेको के यस्तो हैन योमा केही छैन जा यता जा उता जा विदेश जा भन्न हो। तर कति मान्छेले चाहिँ हैन म यही गर्छु र कति मान्छेले सक्सेस पनि पाएको छ नि। 5 मा छ नो कन्सिस्टेन्सी। यो भनेको अब के छ भने इच्छा हैन 5 दिन 10 दिन चाहिँ एकदमै हार्ड वर्क महिनौसम्म काम गर्ने तर पछि के गर्ने 15 दिन फेरि रेस्टमा गइहाल्ने हैन। भयो 1 महिना काम गरे अब रेस्ट गर्छु। यसले पनि के गर्छ तपाईलाई रिजल्ट आउन समय लाग्न सक्छ नि। त्यही भएर चाहिँ गरिराख्नु भएछ भने हैन मोटिभेसन हैन डिसिप्लिनको पछि चाहिँ कुद्नु पर्ने हैन कि कसैले के कुरा भन्यो कि कुदिहाल्ने गरिराख्ने हैन। त्यस्तो हैन तपाईले चाहिँ डिसिप्लिनको अनुसार हैन गर्छु भनेपछि गर्छु 3 घण्टा गरोस् चाहे 4 घण्टा गरोस् चाहे 8 घण्टा गर्नुस् हैन। तपाई चाहिँ गर्नुपर्ने हुन्छ रेगुलर डिसिप्लिनको अनुसार यो गर्नु छ रेगुलर गर्ने हैन। त्यहाँ चाहिँ तपाई ध्यान राख्नुस् हैन कि सक्सेस हैन जुन मान्छे ध्यान दिन्छ नि त्यो माथि हैन मलाई यो गर्नु छ र म सक्सेस यसैमा बन्छु हैन आफ्नो काम फेसनलाई त्यसैले सक्सेस पाउने हो के। हैन सक्सेस बन्नु हुन्छ भने यो जति पनि एक्सक्युजेसहरु हुन्छ नि बहानाहरु यो बहानाबाजी चाहिँ छोड्नुस् है। बहानाबाजी छोड्नुस् काम गर्नुस् हैन ड्रिम एचिभ गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाई आफ्नो सक्सेस पाउनु हुन्छ भने जति पनि एक्सक्युजेसहरु छ नि त्यसले चाहिँ तपाई चाहिँ पछि छोड्नु पर्ने हुन्छ हैन। एक्सक्युजेस हैन तपाई चाहिँ काम गर्नुपर्ने हुन्छ फोकस दिएर कन्सिस्टेन्सी दिएर हैन ध्यान दिएर हैन यो लेजिनेसहरु सबै कुराहरु चाहिँ तपाई चाहिँ छोड्नु पर्ने हुन्छ। र यो भिडियो तपाईलाई जानकारी कस्तो लाग्यो हैन केही बुझ्नु भएछ नि भने त्यो चाहिँ तपाई कमेन्ट गर्नुस् र तपाई नयाँ हेर्दै हुनुहुन्छ भने हामीसँग जुड्न पनि सक्नुहुन्छ हैन। किन यस्तै नयाँ भिडियोहरु तपाईहरुले चाहिँ हैन र कहाँ तपाई चाहिँ म अलर्ट तपाईहरुले गर्छु कि खास तपाईहरु कहाँ चाहिँ हैन लेजिनेस गरिराख्नु भएछ। लेजिनेस हैन तपाईहरुलाई म एउटा सक्सेसफुल मान्छे बनाउने त्यसैले म हैन तपाईले चाहिँ एउटा ध्यान दिने हैन यो साथी हो यो काम गर्नुस् हैन। किन तपाई लाइफ हो के हैन यो स्कुलको एक्जाम हैन कि फेल भए फेरि टाइम छ फेरि गर्ने हो यो लाइफ हो। यहाँ तपाई मिस गर्नु भयो भने रिटर्न हुने त कुनै चान्सै छैन के। फेरि गर्छु भने छदै छैन
हैन। सिरियस हुनुहोस् के। र मेरो कामै त्यही हो। तपाईँले जस्तो अलार्म हुन्छ नि 6 बजेको अलार्म लगाएपछि बज्ने हो, म त्यही हो। रेगुलर म भिडियोहरू यसै कारणले त बनाइरहेको छु कि तपाईँहरूले चाहिँ कहाँ चाहिँ तपाईँ मिस्टेक गरिराख्नु भएछ, त्यही हो। म अलार्म तपाईँको कानमा गएर बज्ने जस्तो हैन। सो तपाईँ जुड्न सक्नुहुन्छ। होस् त, धन्यवाद। फेरि नेक्स्ट भिडियोमा